साथीहरू नमस्कार। अ, आज हामी एउटा फरक विषय र एकदमै नयाँ र एकदमै सबैभन्दा महत्त्वपूर्ण विषय लिएर तपाईँहरूमा प्रस्तुत भएका छौँ। हेर्नुहोस् त, बैङ्किङ जोखिम र जोखिम व्यवस्थापन। हेर्नुहोस्, बैङ्किङ जोखिम बैङ्कमा एउटा सधैँ सोधिरहने एउटा प्रश्न, बैङ्किङ जोखिम व्यवस्थापन र जोखिम व्यवस्थापन। बैङ्किङ जोखिम के हो र बैङ्किङ जोखिमको व्यवस्थापन कसरी गर्न सकिन्छ, राष्ट्र बैङ्कले कसरी यसको व्यवस्थापन गर्ने कुराहरू निर्देशन गरेको छ, अथवा राष्ट्र बैङ्कले कस्ता कस्ता निर्देशनहरू जारी गरेको छ, यसका कारणहरू के हुन्, यो कुराहरू एकदमै सोधिरहेको हुन्छ। र आज हामी धेरै वृहत रूपमा नभएर हामीले चाहिँ खण्ड खण्डमा चाहिँ विभिन्न भागहरूमा चाहिँ बैङ्किङ जोखिम टपिकलाई लिएका छौँ। र आजको टपिकमा खास गरी हामीले कर्जा जोखिमको कुराहरूलाई चाहिँ तपाईँहरूलाई प्रस्तुत गर्न गइरहेका छौँ है। र परीक्षामा पनि 1, 2, 3, 2 देखि 3 नम्बरमा मात्रै आइरहेको हुन्छ। कर्जा जोखिमको कारणहरू के हुन् र यो जोखिम कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर प्रश्न सोधिरहेको हुन्छ। आज हामीले चाहिँ यो भिडियो मार्फत चाहिँ तपाईँहरूलाई उत्तरभन्दा पनि चाँडो र नबिर्सिने गरी याद गराउने तरिका सिकाउनेछौँ। यसलाई हामी ट्रिक्स भनेर बुझ्छौँ। यो रिस्कहरूको बारेमा चाहिँ कारणहरू र यसको उपायहरू चाहिँ लगभग उस्तै उस्तै हुन्छ कि, तर हामी झुक्किरहेका हुन्छौँ, तलमाथि पर्ने सम्भावना हुन्छ। क्रेडिट रिस्कको कुराहरू चाहिँ हामीले चाहिँ मार्केट रिस्कमा लगेर जोड दिएका हुन सक्छौँ। त्यो भएर त्यो समस्याको समाधान गर्नका लागि र कुन जोखिम कुन कारणले हुन्छ र त्यसको व्यवस्थापन कसरी गरिन्छ र नेपाल राष्ट्र बैङ्कको निर्देशनले भनेका कुराहरूको आधारमा चाहिँ हामीले छोटो ट्रिक सहितको भिडियो तपाईँहरूलाई प्रस्तुत गर्न गइरहेका छौँ। भिडियो अन्तिमसम्म सुन्नुहोला है। तपाईँले नेपाल राष्ट्र बैङ्कको निर्देशनलाई आधार मान्ने हो भने यी 6वटा कारणलाई तपाईँले लेख्न जान्नुहोला। यो कारणहरूलाई राम्रोसँग लेख्न जानेपछि यसको समाधान पनि यसैसँग जोडिएको छ। त्यसैले यो कुरालाई चाहिँ ध्यान दिनुहोस् है। हेर्नुहोस् त, के कारणले हुन्छ? फाइनान्स नबुझी कर्जा लिँदा जोखिम बढ्छ भनिएको छ। त्यसैले फाइनान्स नबुझी कर्जा लिँदा जोखिम बढ्छ भनेपछि जोखिम बढ्ने कारण के रहेछ? फाइनान्स। हेर्नुहोस् है, यसरी फाइनान्सबाट चाहिँ हामीले एउटा टुल्स तयार पारेका छौँ। एप भनेको फास्ट लोन ग्रोथ भनिएको छ। त्यसै गरी आई भनेको चाहिँ इन्टरनल कन्ट्रोल सिस्टमको कुरा छ। त्यसै गरी एन भनेको हामीले एनआरपी भनेका छौँ। ए भनेको एनालाइसिस भनेका छौँ। सी भनेको सेन्ट्रलाइजको कुरा छ। ई भनेको इम्प्लोइको क्षमताको कुरा छ। यो भनेको एउटा ट्रिक हो, तपाईँहरूलाई परीक्षामा याद गर्न सजिलो हुनसक्छ है। तपाईँहरूलाई परीक्षामा याद गर्न सजिलोको लागि यो उपाय अपनाउन सक्नुहुनेछ। ध्यान दिनुहोस्, फास्ट लोन ग्रोथ, तीव्र कर्जा वृद्धि। कर्जा जोखिमको मुख्य कारण भनेको हचुवाको भरमा कर्जा चाहिँ बढाउने होइन, आफ्नो टार्गेट पुरा गर्ने कारणले चाहिँ कर्जा जोखिम बढ्दै गइरहेको छ भनेर लेख्ने। त्यसै गरी अर्को के छ? आइबाट के आएको छ? इन्टरनल कन्ट्रोल सिस्टम, आन्तरिक नियन्त्रण प्रणाली कमजोर भनिएको छ। नियन्त्रण सिस्टम कमजोर हुनुको कारणले पनि कर्जाको लगानी गर्ने प्रक्रियादेखि लिएर कर्जाका असुली प्रक्रियाहरू होइन, कर्जाको चाहिँ मोनिटरिङका कुराहरू चाहिँ राम्रो गर्न नसकेका कारणले कर्जा जोखिम बढ्दै गइरहेको छ भनेर हामी बुझ्न सक्छौँ। त्यसै गरी अर्को के छ? एनबाट एनआरबी निर्देशनहरूको पालना नगर्दा भनेका छौँ। नेपाल राष्ट्र बैङ्कले कर्जाको बारेमा खास गरी निर्देशन नम्बर 2 देखि लिएर निर्देशन नम्बर 8, त्यसै गरी यस्तै अन्य निर्देशनहरूमा पनि कर्जा तथा लगानीका बारेमा विभिन्न किसिमका निर्देशनहरू जारी गरेको देखिन्छ। तर त्यो निर्देशनको पालना नगरी अन्धाधुन्ध रूपमा चाहिँ कर्जा लगानी गरिएको कारणले पनि कर्जा जोखिम बढ्दै गइरहेको छ भनेर हामीले यो लेख्ने हो। कारणहरू भनेपछि यहाँ व्याख्या गरिरहनु पर्दैन, कुन कारण लियो भनेर मात्र लेख्ने। परीक्षामा 1 नम्बर 2 नम्बरको लागि तपाईँहरूले व्याख्या लेख्नु पर्दैन, के कारण चाहिँ दर्शाउने है। त्यसै गरी अर्को के छ? ए भनेको के हो? फाइनेन्समा ए को अर्थ के छ यहाँनिर? एनालाइसिस है। अब हेर्नुहोस्, कर्जा लगानी गर्दा कर्जा लगानी पूर्व 5C भनेको व्यक्तिगत ग्राहकका लागि लगानी गर्नुभन्दा पहिले 5C चाहिँ मूल्याङ्कन गर्नुपर्छ अथवा विश्लेषण गर्नुपर्छ। त्यसभन्दा पछाडि के छ त? पेस्टल विश्लेषण भनेको चाहिँ संस्थागत ग्राहकहरूको चाहिँ सर्ट एनालाइसिस नगरेर कर्जा लगानी गर्दाखेरि चाहिँ के हुनसक्छ त? कर्जाको जोखिम बढ्दै गइरहेको हुन्छ। हामीले यति लेख्दा पुग्छ। त्यसभन्दा पछाडि के छ त? यहाँनिर सेन्ट्रलाइज भनेको छ कर्जा चाहिँ प्रडक्ट वाइज, एउटै प्रोडक्टमा बढी कर्जा, त्यसै सेक्टर एउटै सेक्टरमा बढी कर्जा, क्लाइन्ट वाइज एउटै ग्राहकका लागि धेरै कर्जा दिनु है, अधिक केन्द्रित हुनु पनि कर्जा जोखिम बढ्नुको एउटा मुख्य कारण हो भनेर लेख्न सक्छौँ। र अधिक केन्द्रितलाई हामीले सेन्ट्रलाइज भनेर याद गर्न सजिलोको लागि यो शब्द लेखेका छौँ। त्यसै गरी अन्तिममा यी छ इम्प्लोइको क्षमता अभिवृद्धि नगरिनु भनेको छ। अहिलेको वर्तमान समयमा ब्याङ्कमा विभिन्न किसिमका जोखिमहरू बढ्दै गइरहेको हुन्छ। सबैभन्दा बढी
हिस्सा ओगट्ने जोखिम हो। त्यसैले समय सापेक्ष कर्मचारीहरूलाई चाहिँ कर्जा लगानी पूर्वदेखि कर्जा लगानी भइसकेपछि कर्जा लगानी का विभिन्न चरणहरूमा चाहिँ फरक फरक किसिमले उनीहरूलाई तालिम दिनुपर्ने हो, उनीहरूलाई सक्षम बनाउनु पर्ने हो, उनीहरूलाई प्रविधि मैत्री बनाउनु पर्ने हो। तर त्यो सबै हुन सकिएको छैन र कर्मचारीलाई उचित तालिम बिना नै काममा लगाइएको कारणले पनि उनीहरूबाट चाहिँ कर्जा जोखिम चाहिँ बढ्ने सम्भावना देखिन्छ। 5वटा 6वटा कारणहरू तपाईँहरू लेख्न सक्नुभयो भने है त। त्यो भएर ट्रिक्स याद गरौँ के त, फाइनान्स नबुझ्दा कर्जा जोखिम बढ्छ। र यसभन्दा पछाडि हामीले कर्जा जोखिम व्यवस्थापनका उपायहरू के छन् एकैछिन चर्चा गरौँ है। कर्जा जोखिमका कारणहरू भर्खरै पढ्यौँ र अब व्यवस्थापनका उपायहरू के छन् त। व्यवस्थापनका उपायहरू पनि धेरै हुन सक्छ। राष्ट्र बैङ्कको निर्देशनमा आधारित भएर ट्रिक्स बनाइदिएका छौँ। हाम्रो उत्तरहरूमा तपाईँहरू ट्रिक्स पाउनुहुनेछ। याद गर्न गाह्रो भइरहेका विद्यार्थीहरूले, खास गरी भर्खरै ब्याङ्किङ तयारी गर्ने साथीहरूका लागि धेरै कुराहरू चाहिँ कन्फ्युजन हुन्छ र ती साथीहरूका लागि चाहिँ केन्द्रित भएर हामीले चाहिँ यो भिडियो बनाउने प्रयास गरेका हौँ र यसमा एउटा सामान्य ट्रिक्स बनाएका छौँ। तपाईँहरूले आफ्नै किसिमले पनि ट्रिक्स बनाउन सक्नुहुन्छ। हामीले पटक पटक भन्ने गरेका छौँ। हेर्नुहोस् त, एमपिएलाई पाल्नु छ भनेर हामीले चाहिँ यसरी पढ्न सक्छौँ। नेपाल राष्ट्र बैङ्कले जारी गरेको निर्देशनमा कर्जा जोखिमलाई व्यवस्थापन गर्नका लागि निम्न रणनीतिहरू चाहिँ हामीले प्रयोग गर्न सक्छौँ। रणनीतिहरूमध्ये हामीले छुट्याएर छोटो पारेर कि 5-7वटा रणनीति मात्रै लेखेका छौँ। योभन्दा बाहेक पनि तपाईँहरू लेख्न सक्नुहुन्छ र तपाईँहरूको परीक्षामा तपाईँहरूको समयअनुसार तपाईँले चाहिँ कति चाँडो लेख्न सक्नुहुन्छ त्यसमा भर पर्छ। त्यसैले नेपाल राष्ट्र बैङ्कको निर्देशन बमोजिम कर्जा जोखिम व्यवस्थापनका उपाय अर्थात् रणनीति अर्थात् विधि भनेपछि तपाईँहरूले यो कुरा लेख्न सक्नुहुनेछ है। हेर्नुहोस् त के छ त, हामीले के भनेका छौँ, ट्रिक्स के छ हाम्रो, एमपिएलाई पाल्नु पर्छ है। अझै तपाईँलाई पढ्न सजिलो के हुनसक्छ, एमपिए पढ्नुपर्छ। हेर्नुहोस् त, कर्जा जोखिमको कारण के थियो, फाइनेन्स थियो। कर्जा जोखिमको कारण के भनेका थियौँ हामीले अघि ट्रिक्समा, फाइनेन्सको कारणले कर्जा जोखिम हुन्छ भनेका थियौँ। तर कर्जा जोखिम व्यवस्थापन गर्नका लागि चाहिँ एमपिएलाई पढ्नु पर्यो रहेछ। याद गर्न सजिलोको लागि यो भाषा प्रयोग गर्ने हो कि एमपिए लाई, एलआई लाई भन्न खोजेको, पाल्नु भनेको यहाँनिर पढ्नु भनेर हामीले बुझ्ने ट्रिक्स मात्र हो। अब यसलाई सरस्वती हामी यहाँ चर्चा गरौँ। एम भनेको के भनेको छौँ हामीले, मोनिटरिङ, कर्जा दुरुपयोगिता। हेर्नुहोस् त, कर्जाको सदुपयोग भयो या दुरुपयोग भयो, उचित ठाउँमा लगानी भयो कि भएन, त्यसको चाहिँ राम्रोसँग मोनिटरिङ गर्न सके मात्र कर्जा चाहिँ के हुन सक्छ त, कर्जा जोखिम चाहिँ कम हुन सक्छ। त्यसै गरी अर्को के छ त, पोर्टफोलियो रणनीति भनेको छ कर्जा लगानी चाहिँ हचुवाको भरमा एउटै क्षेत्रमा मात्र लगानी नगरेर सरकारले तोकेको प्राथमिकता अनुसार चाहिँ फरक फरक सेक्टरमा चाहिँ लगानी गर्दा कर्जाको जोखिम चाहिँ कम हुन्छ। त्यसैले पोर्टफोलियो रणनीति पनि एउटा मुख्य रणनीति मानिन्छ। त्यसै गरी एनालाइसिसको कुरा छ। अघि हामीले चाहिँ कर्जा जोखिमको एउटा मुख्य कारण भनेको कर्जा लगानी गर्नुभन्दा पहिले राम्रोसँग कर्जाको विश्लेषण नगर्नु हो। चाहे त्यो व्यक्तिगत कर्जा होस् चाहे त्यो संस्थागत कर्जा होस्। अब यहाँनिर तपाईँले यति मात्र लेख्ने कि कर्जा जोखिम व्यवस्थापन गर्ने उपाय के हो त, एउटा बजार विश्लेषण गर्नुपर्छ भनेर लेख्नुपर्नेछ। र बजार विश्लेषण गर्दा त 5C र पेस्टललाई ध्यान दिने। 5C भनेको व्यक्तिगत कर्जा लगानी गर्दाखेरि 5वटा कुराहरू ध्यान दिने हामीले पढेका छौँ। त्यसै गरी चाहिँ पेस्टल भनेको सर्ट एनालाइसिसलाई ध्यान दिनुपर्छ। यसरी पनि कर्जा जोखिम चाहिँ कम हुन सक्छ। त्यसै गरी हाम्रो चाहिँ अर्को चाहिँ एल भनेको के हो, लोन लस प्रोभिजनको व्यवस्था छ। कर्जा नोक्सानीको व्यवस्था पनि पहिले नै गर्नुपर्छ। सम्भावित हुन सक्ने नोक्सानीलाई चाहिँ पहिले नै प्रोभिजनको रूपमा राष्ट्र बैङ्कले दिएको प्रोभिजन अनुसार चाहिँ छुट्याउनुपर्छ। यसरी पनि हाम्रो के हुनसक्छ त, कर्जा जोखिमको व्यवस्थापन हुनसक्छ। त्यसै गरी अर्को के छ त, इन्टरनल कन्ट्रोल सिस्टम। हामीले अघि पनि पढ्यौँ, कारणलाई अलिकति उल्टो पार्दा समाधान हुन्छ। अघि हामीले के पढेका थियौँ त, कर्जा जोखिमको मुख्य कारण भनेको आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुनु हो भनेका छौँ। अब तपाईँहरूले व्यवस्थापनमा के लेखिदिने, आन्तरिक नियन्त्रण प्रणाली बलियो बनाएर नै कर्जा जोखिम चाहिँ कम गर्न सकिन्छ भनेर हामीले लेख्न सक्छौँ। त्यसै गरी इम्प्लोइ इम्पावरमेन्टको कुरा छ है। कर्मचारीहरूलाई सशक्त बनाउने, कर्मचारीलाई तालिम दिने, कर्मचारीहरूलाई कर्जाको बारेमा, नयाँ नयाँ प्रडक्टहरूको बारेमा आइटी मैत्री विभिन्न किसिमका तालिम तथा विकासका कार्यक्रमहरू ल्याएर कर्मचारीहरूलाई सशक्त र बलियो बनाउँदा पनि कर्जा जोखिममा चाहिँ धेरै हदसम्म चाहिँ निराकरण गर्न सकिन्छ। त्यसै गरी अर्को के छ, हामीसँग पोर्टफोलियो मिलान हुनुपर्ने भनेको छ। हुन त वास्तवमा यो पोर्टफोलियो रणनीति र पोर्टफोलियो मिलान एउटै हो। आवश्यक ठाउँमा उचित मात्रामा लगानी गर्नुपर्ने, एउटै ठाउँमा मात्र लगानी नगर्ने, हरेक सेक्टरमा चाहिँ पोर्टफोलियो अनुसार लगानी गर्नुपर्छ भनिएको हो। यसले गर्दा पनि हाम्रो के हुनसक्छ त, कर्जा जोखिम चाहिँ व्यवस्थापन गर्न सकिन्छ।
अब यसपछि हामीसँग के छ त एडमिनिस्ट्रेटिभ मेजर भनिएको छ। यो भनेको कर्जाको चाहिँ अदालती प्रक्रिया, धितो सम्बन्धी अथवा असुली सम्बन्धी विभिन्न किसिमका प्रक्रियाहरूलाई पनि व्यवस्थित पार्दै जानुपर्छ भन्नु खोजेको हो। त्यसै गरी अर्को ए भनेको के हो त क्रेडिट अडिट भनेको छ। क्रेडिट अडिट भनेको त्यस्तो अडिट हो जसले चाहिँ कर्जा सही ठाउँमा अथवा गलत ठाउँमा कहाँ लगानी भएको छ त, कर्जाको सदुपयोग भएको छ कि छैन छ, त्यसलाई चाहिँ बारम्बार त्यसको चाहिँ मूल्याङ्कन गरिरहनु पर्दछ। हामीले अगाडि पनि चर्चा गऱ्यौँ मोनिटरिङ र त्योसँग जोडिएको उपाय यो पनि हो। त्यसैले कर्जाको सही अथवा गलत के भइरहेको छ त प्रयोग, कर्जाको सही ठाउँमा प्रयोग भइरहेको छ कि छैन त्यसको चाहिँ एउटा छुट्टै अडिट पनि हुनुपर्छ। अनि मात्र कर्जा जोखिम चाहिँ कम गर्न सकिन्छ। यसलाई महत्त्वपूर्ण रणनीति मान्न सकिन्छ। त्यसै गरी अन्तिममा हामीसँग एल भनेर के भनेका छौँ, लिगल डकुमेन्ट कलेक्सन गर्ने भनेको छ। कर्जा जोखिमबाट बच्नको लागि अर्को महत्त्वपूर्ण उपाय भनेको लिगल डकुमेन्टको राम्रोसँग कलेक्सन गर्नु हो। कर्जा तम्सुकका कुराहरू, दृष्टिबन्धका कुराहरू, त्यसै गरी विभिन्न किसिमका व्यक्तिगत ग्यारेन्टी होइन, व्यक्तिगत ग्यारेन्टीहरूका कुराहरू, त्यसै गरी प्रोमिसरी नोटका कुराहरू हो। यो कुराहरू चाहिँ राम्रोसँग कलेक्सन गरेर सुरक्षितपूर्वक चाहिँ राख्न सके पनि हामी कर्जा जोखिमबाट चाहिँ बच्न सक्छौँ। यसरी चाहिँ कर्जा जोखिमबाट बच्ने उपायहरू ब्याङ्क वित्तीय संस्थालाई बिएफआइएस ब्याङ्क वित्तीय संस्थाले कर्जा जोखिम व्यवस्थापन गर्न अपनाइने रणनीति, उपाय अथवा विधि भने पनि हामीले चाहिँ यी पोइन्टहरू लेख्न सक्छौँ। र नेपाल राष्ट्र बैङ्कको निर्देशनमा पनि यिनै पोइन्टहरूलाई तलमाथि पारेर लेखिएको हुन्छ। र योभन्दा बाहेक पनि धेरै छ है, हामीले चर्चा गरिसकेका छौँ। तपाईँले योभन्दा बाहेक पनि फरक फरक धेरै पोइन्टहरू लेख्न सक्नुहुन्छ, तर परीक्षामा तपाईँलाई याद हुने गरी चाहिँ पढेर जानुहोला। हामीले करिब 10वटा पोइन्टहरू लेखेका छौँ, तपाईँलाई याद गर्न पनि सजिलो छ। एमपिएलाई पढ्नुपर्छ। कर्जा जोखिमको लागि के गर्ने त एमपिएलआईलाई पाल्नुपर्छ भनिएको छ। एम भनेको मोनिटरिङ, कर्जाको मोनिटरिङ राम्रो हुनु पर्यो। पी भनेको के पोर्टफोलियो राम्रो हुनु पर्यो, पोर्टफोलियोमा लगानी गर्नु पर्यो। त्यसै ए भनेको एनालाइसिसको कुरा छ, मार्केट एनालाइसिस राम्रो हुनु पर्यो अथवा 5C र टेस्टललाई ध्यान दिनु पर्यो। एमपिएल लाई भनेको के भनेको छ, लाईलाई के लेखेको छ एलआईई, हेर्नुहोस् त एलआईई। एलआई भनेको एल भनेको लोन लस प्रोभिजनको व्यवस्था गर्नु पर्यो। आई भनेको के थियो, इन्टरनल कन्ट्रोल सिस्टमको कुरा थियो, त्यसलाई राम्रो बनाउन सक्नु पर्यो। ई भनेको इम्प्लोइ इम्पावरमेन्टको कुरा थियो होइन। यसरी लाई त्यसै गरी पाल्नु छ भनेको के हो, पाल्नु छलाई पी भनेको पोर्टफोलियो मिलान हुनुपर्ने कुरा छ। त्यसै ए भनेको एडमिनिस्ट्रेटिभ मेजर अर्थात् प्रशासनिक पक्ष राम्रो हुनुपर्ने कुरा छ। त्यसै गरी अर्को ए भनेको क्रेडिट अडिटको कुरा छ। क्रेडिट कर्जा चाहिँ सही ठाउँमा अथवा गलत ठाउँमा कता के भइरहेको छ त्यो कुरा पटक पटक अडिट हुनु पर्यो। त्यसै गरी एल भनेको लिगल डकुमेन्टको कुरा छ। लिगल डकुमेन्टहरू, तम्सुकहरू, दृष्टिबन्धकहरू, त्यसै गरी चाहिँ विभिन्न किसिमका पिजीहरू हामीले चाहिँ कलेक्सन गर्नु पर्यो। अनि पुरै कर्जामा चाहिँ जोखिम कम गर्न सकिन्छ। यसरी ब्याङ्क तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैङ्कको निर्देशन पालना गरी निम्नलिखित बुँदाहरूलाई चाहिँ हामीले ध्यान दिन सक्यौँ भने जोखिम व्यवस्थापन गर्न सकिन्छ भनेर हामीले परीक्षामा पनि लेख्न सक्छौँ। र खास गरी धेरै पोइन्टहरू छ, तर हामीले चाहिँ छोटो र तपाईँहरूलाई याद गर्न सजिलोको लागि यो ट्रिक्स बताएका छौँ। र भिडियो अन्तिमसम्म सुनिदिनु भएकोमा हवस् त, धन्यवाद।